नमस्ते दर्शकबिनहरु, आज हामीसँग हुनुहुन्छ एकदमै रन्डा भेलु बाजे। उहाँ गाउँघरमा एकदमै फोहोर बोल्ने भएको हुनाले उहाँले एकान्त ठाउँमा लिएर आएका छौं। आज उहाँसँग यस्ता नराम्रो रोमान्टिक कुरा गर्नलाई उहाँलाई स्वागत गर्दछौं। होइन स्वागत हाम्रो पनि स्वागत छ भनेर हामीले दोष आउला जोडेर नमस्कार भनेर हामीले त्यसै जानकारी छ। एहे ल बाजे, तपाईले त बचपनमा धेरै केटीहरु पटाउनु भयो अरे सुनेको थिए। है तेरीमा टोक्ने हामीले उहिले त तरनी त हामीले कोटी समाटम होइन, अनि तरनी त एकदम च्वाक तर्ने पनि हामीले लगभग यास गरेर बसम कट्टमा। हजुर, उसको बुढी कति च्वाक छ थाहा छ तपाईलाई? है तेरीमा टोक्ने बुढी त यसको बुढी पनि च्वाक देखिन्छ, हो त तेरोको बुढी च्वाक देखिन्छ होइन। हजुर, तर तिमीले त्यसरी कुरो गर्न मिल्दैन बा होइन। अब तपाईको बुढी पनि च्वाक छ, उसको बुढी पनि च्वाक छ हैन बाजे, मेरो बुढी त्यसको च्वाक छ। छैन यसको छ के? यसको है तेरीमा टोक्ने कसको बुढी च्वाक छ भन्ने कुरा हामीलाई जानकारी छ है। हामीले तिमी जाँदाहरू विदेश जाँदाखेरि हामीले बुटी बालेर पनि हेर्थ्यौँ होला कस्तो रन्डो बाजे, यसको बुढी च्वाक होइन उहाँको बुढी नि तपाईँको बुढी पनि हामीले लगभग बुटी बालेर हेरौँला होइन। अब कसको बुढी च्वाक छ भन्ने कुरा हामीले जानकारी हुन्छ हो कि सर भन्नुहोस् त। होइन त्यही भएर हामीले बुढी छोरीको कुरो नगर्नुहोस् होला, किनभने बुढी त घरको दाल भात बराबर हो होइन। होइटले अरू कुरा सुन्नु होला। तपाई एकदम खतरनाक गीत गाउनुहुन्छ सुनेको थिए। उहिले त गाइदिम बाजे गीत पुग्नुस् त। उहिले हामीले तपाईको कार्यक्रममा जाँदाखेरि जाटा टर्नीले मलाई मात्र हिँड्ने कि उन्ट आइन लाने है। हजुर सुन्नुस् है, अब कुन गीत गाने हो तपाईँलाई भन्नुहोस् त। त्यही गाउनु न तपाईँको मनपर्ने गीत पुरा हाम्रो दर्शक बिनहरूलाई। होइन म त बुढो मान्छे हुँ होइन, म पुरानो मान्छे हुँ। त्यही भएर पुरानो जमानाको सुनाउनु न एउटा। ल भाइ ल। बोरै धोबीले दुन्छ र ओ ज्वरो देख्दा हाम्रो मन रुन्छ र भइनु त्यसरी जम सानो एकदम राम्रो बाजे, एकदम राम्रो होइन। देख्नुभयो अब यसको बुढी त हजुरसँग आउँछ बे गर्न। अब है तेरीमा चुने आयो भने आला नआयो कि अब के डौरो, तपाईँको बुढी आयो नि के डौरो गर्नु, उहाँको बुढी आएन। अब त्यो मसिनले काम दिन्न, अब के डौरो गर्नु त बा हो कि मर्नेवाला बुढी कहाँ मसिनले काम दिन्छ। है तेरीमा चुने ऊ चाहिँ काठमाडौँको सेतो साबरावाला टर्नी दिएको त ए माथि चाल गर्ने जस्तै लगभग हाम्रो शरीरले चाल गर्छ। बुढा काठमाडौँ रत्न पार्क जानु अब रत्न पार्क